दाइ नमस्ते। हजुर नमस्ते। आशा नमस्ते गर्दै जोर। ल हजुर नमस्ते। के गर्न लाग्नु भएको? आज तरकारी बनाउन लाग्यो काट्नु। ए तरकारी त मासु छ है? हजुर। भेडा काट्नु भएको? हजुर। हजुरहरू कहाँबाट आउनु भएको यहाँ? हामी पुरानो गाउँदेखि। पुरानो गाउँ बडीघाट। हजुर। ए कति समय बस्नुहुन्छ हजुरहरू यहाँ? यहाँ हामी वैशाखसम्म। वैशाखसम्म यतै बस्नुहुन्छ है? हजुर। बेलुका कहाँ सुत्नुहुन्छ? बेलुकी यही पाल्मुनि हो। पाल्मुनि सुत्नुहुन्छ है? भेडाहरूलाई कहाँ राख्नुहुन्छ त बेलुका? पाटामा। यहाँ किराले बाघले खाँदैन? बाघलाई कुकुर छ नि। कतिवटा छ नि कुकुर? कुकुर 4वटा। 4वटा कुकुर छ है। ल हेर्नुहोस् त भेडा भेडा हेरे कुकुर यहाँ देखिन्छ भोटे कुकुर हो। 4वटा कुकुर। यी कुकुरहरूले रातिमा भेडाको रक्षा गर्छन्। भेडाहरू छन् यहाँ झन्डै 1000-1500 भेडाहरू। 5 जना दाजुभाइहरूले यी भेडाहरू चाहिँ यहाँ वैशाख महिनासम्म चलाउनुहुन्छ। अब अहिले मङ्सिरदेखि वैशाखसम्म यी भेडाहरू यहीँ चर्ने र यहीँ हुर्काउने काम गरिन्छ। यो गलकोट नगरपालिका वडा नम्बर 10 पाण्डोखानीदेखि रमुवा जाने बाटोमा कालखानी भन्ने ठाउँमा हो है यो।